नमस्ते एभ्रिवान। आज म तपाईहरुसँग यो बुकको बारेमा केही कुरा शेयर गर्छु है त। यो बुक विचार विज्ञान श्री 1008 ब्रह्मविद परमहंस योगी सच्चिदानन्द सरस्वती खप्तड बाबाद्वारा लिखित एउटा जीवन रूपान्तरण गर्ने स्पिरिचुअल बुक हो। यो बुकले विचार के हो, विचार कहाँबाट उत्पन्न हुन्छ, विचार कति पावरफुल छ र विचारले कसरी हाम्रो भाग्यको निर्माण गर्छ भन्ने विषयमा बताउँछ। विचार सूक्ष्म छ, विचार अदृश्य छ, विचारलाई आँखाले देख्न सकिँदैन र विचारभन्दा सूक्ष्म र बलवान वस्तु संसारमा सायद अर्को छैन होला। विचार बिजुली भन्दा पनि बढी सूक्ष्म छ। बिजुलीले 1 सेकेन्डमा 7 पटक पृथ्वीको परिक्रमा गर्न सक्छ, तर विचारको गति इलेक्ट्रिसिटीको भन्दा पनि बढी छ, किनभने विचारका परमाणुहरू चाहिँ इलेक्ट्रिसिटीको भन्दा पनि बढी सूक्ष्म र बलवान छन्। त्यसैले विचारको गति इलेक्ट्रिसिटीको भन्दा पनि ज्यादा छ भनेर यो बुकमा भनिएको छ हैन। थट्स भनेको एनर्जी हो। यसले हाम्रो फिजिकल हेल्थ, मेन्टल वेलबिङ, स्पिरिचुअल ग्रोथ, हाम्रा सम्पूर्ण एक्सनहरू, हाम्रा सम्पूर्ण व्यवहारहरूलाई प्रभावित पार्छ हैन। त्यसैले मानिसले आफ्नो विचारलाई कन्ट्रोल गर्न सक्ने हो भने सम्पूर्ण जीवनलाई नै कन्ट्रोल गर्न सक्छ भनेर यो बुकमा भनिएको छ। अब जब हामी कुनै विचार गर्दछौँ, आफ्नो लागि होस् या अरूको लागि होस्, अनि जब ती विचारहरू बाहिर जान्छन्, तब ती विचार खाली हावामा उड्दैनन्। ती विचारहरूले हाम्रो जीवनलाई दिशा दिने कार्य गर्दछन्। राम्रो विचारले राम्रो फल दिन्छ र नराम्रो विचारले नराम्रो फल दिन्छ। त्यसैले विचारमा एकाग्रता, विचार सकारात्मक हुनु आवश्यक छ, किनभने उत्तम विचारले भाग्यको निर्माण गर्छन् भनेर यो बुकमा भनिएको छ हैन। अनि विचार एकदमै पावरफुल छ, किनभने विचारले हाम्रो शरीरमाथि र स्वास्थ्यमाथि पनि गहिरो प्रभाव पार्छन् हैन। हाम्रो शरीरमा आउने कतिपय रोगहरू प्रश्वासले बाहिर निकालिदिन्छ हैन। कतिपय रोगहरूलाई पसिनाले बाहिर निकालिदिन्छ, कतिपय रोगहरू पिसाबद्वारा बाहिर निस्किन्छन्, कतिपय रोगहरू चाहिँ शुद्ध रक्त सञ्चारद्वारा चाहिँ शरीरबाट बाहिर निस्किन्छन्, कतिपय रोगहरूलाई जठराग्निले भस्म गरिदिन्छ हैन। तर कतिपय रोगहरू चाहिँ अशुद्ध नकारात्मक विचारको कारणले गर्दाखेरि हाम्रो शरीरमा आउँछन्। त्यसको अपोजिट हाम्रो शरीरमा भएका कतिपय रोगहरूलाई चाहिँ शुद्ध सकारात्मक तथा स्वास्थ्यका विचारले गर्दाखेरि शरीरबाट बाहिर निकालिदिन्छन् हैन। त्यसैले विचार सकारात्मक हुनु आवश्यक छ भनेर भनिएको छ। अब यो बुकमा एउटा विचार शक्तिको बारेमा एक्सपेरिमेन्ट गरिएको कुरा उल्लेख गरिएको छ हैन। एक पटक एउटा कैदीलाई मृत्युदण्ड दिएको थियो, अनि त्यो कैदीलाई चाहिँ एक्सपेरिमेन्ट गर्ने भनेर डाक्टरहरूले उसलाई भने कि हामी एउटा एक्सपेरिमेन्ट गरिरहेका छौँ कि मानिसको शरीरबाट कति ब्लड निकालिसकेपछि उसको मृत्यु हुन्छ भनेर हामी एक्सपेरिमेन्ट गर्दैछौँ भनेर भनियो त्यो कैदीलाई हैन। अनि त्यस पछाडि त्यो कैदीलाई एउटा अँध्यारो कोठामा लगियो, उसको आँखामा पट्टी बाँधियो, अनि उसलाई यो भरोसा दिलाइयो कि उसको शरीरबाट धेरै ब्लड निकालिसकेको छ भनेर उसलाई भरोसा दिलाइयो हैन। तर वास्तवमा उसको शरीरबाट अलिकति मात्र ब्लड निकालिएको थियो, तर डरको कारणले गर्दाखेरि बिहान हुनुभन्दा अगाडि नै त्यो कैदीको चाहिँ मृत्यु भयो हैन। यसरी यो एक्जाम्पलबाट के प्रष्ट हुन्छ भन्दाखेरि भएको निराशाको विचारले गर्दाखेरि हानि हुन्छ भनेर भनिएको छ। विचार कति पावरफुल छ भनेर यो एक्जाम्पलबाट प्रष्ट हुन्छ। त्यसैले शुभ विचारबाट शुभ परिणाम हुन्छ र नराम्रा नकारात्मक भएका विचारले गर्दाखेरि हानि हुन्छ भनेर यो किताबमा भनिएको छ। यो एक्जाम्पलबाट पनि यो कुरा प्रष्ट हुन्छ हैन। अब विचार कहाँबाट उत्पन्न हुन्छ? विचार मस्तिष्कबाट उत्पन्न हुन्छ र मस्तिष्कलाई बलियो बनाउनको लागि सत्वगुणी खाद्य पदार्थको सेवन गर्नुपर्छ भनेर यो बुकमा भनिएको छ। अनि यो किताबमा 3टा प्रकारको खाद्य पदार्थको कुरा गरिएको छ हैन। सत्वगुणी, रजोगुणी र तमोगुणी। सत्वगुणी प्रकारका खाद्य पदार्थहरूले मस्तिष्कलाई फाइदा पुर्याउँछन् भनिएको छ। त्यसैगरी रजोगुणी पदार्थका खाद्य पदार्थहरूले चाहिँ शरीरमा एक किसिमको जोश र वेग उत्पन्न गराउँछन्, तर मस्तिष्कको शक्तिलाई यसले खासै फाइदा पुर्याउँदैन भनिएको छ। त्यसैगरी तमोगुणी पदार्थका खाद्य पदार्थहरूले चाहिँ शरीरलाई मोटो मात्र बनाउँछ र मस्तिष्कको शक्तिलाई घटाउँछ भनिएको छ हैन। त्यसैले शुद्ध र सकारात्मक विचारको लागि सात्विक र सत्वगुणी खाद्य पदार्थहरूको सेवन गर्नुपर्छ भनेर किताबमा भनिएको छ।
अनि यो किताबमा शुद्ध र सकारात्मक विचारको अभ्यास गर्ने उपायहरूको बारेमा पनि बताइएको छ हैन। जस्तै साइलेन्स, मौन शक्तिको अभ्यास गर्ने, मौन शक्तिलाई बढाउने, ध्यान तथा प्राणायाम गर्ने। अब प्राणायाम किन भन्दाखेरि श्वास र विचारको गहिरो सम्बन्ध छ। जब श्वास स्लो हुन्छ, डिप हुन्छ, तब मन शान्त हुन्छ अनि विचारहरू पनि स्टेबल हुन्छन्। अनि त्यसको अपोजिट जब श्वास फास्ट हुन्छ, स्यालो हुन्छ, त्यतिखेर मन पनि अशान्त हुन्छ अनि विचारहरू पनि अनस्टेबल हुन्छ। त्यसैले प्राणायामको अभ्यासले शुद्ध र सकारात्मक विचारहरूको अभ्यास गर्नमा सहयोग मिल्छ भनेर यो बुकमा भनिएको छ। अनि त्यसैगरी उत्तम विचारको लागि सत्संग, सद्ग्रन्थ पाठ, सद्गुरु सेवा, सत्कर्म आदि गर्नुपर्दछ भनेर यो बुकमा भनिएको छ हैन। आफ्ना विचारहरूलाई सुधार्नु छ र नराम्रा विचारहरूलाई जीवनबाट हटाउनु छ भने सत्संग गर्ने, राम्रा उत्तम पुस्तकहरूको अध्ययन गर्नुपर्दछ। बारम्बार उत्तम कुराहरूलाई सुन्ने गर्नुपर्दछ, जसलाई श्रवण भनिन्छ। अनि ती सुनेका कुराहरूलाई विचार गर्नुलाई मनन भनिन्छ। अनि त्यस पछाडि ती मनन गरिसकेपछि ती कुराहरूलाई आफ्नो रियल लाइफमा इम्प्लिमेन्ट गर्नुलाई त्यसलाई निधिध्यासन भनिन्छ हैन। अनि यो किताबमा चाहिँ श्रवण, मनन र निधिध्यासनको बारेमा कुरा गरिएको छ हैन। श्रवणबाट मन सुध्रिन्छ, मननबाट बाणी सुध्रिन्छ र निधिध्यासनबाट कर्म सुध्रिन्छ भनेर भनिएको छ हैन। त्यसैले उत्तम विचारको उत्पत्तिको उपाय भनेको वितराग विषयम वा चित्तम भनिएको छ। मिनिङ सदाचारी पुरुषहरूको सङ्गत गर्ने र त्यो पनि सम्भव छैन भने राम्रा पुस्तकहरूको अध्ययन गर्नुपर्दछ भनेर अन्तिममा यो बुकमा भनिएको छ। सो दिस इज अल आई वान्टेड टु सेयर विथ यु अल फ्रम दिस बुक। यदि तपाईँहरूले यो बुक अलरेडी पढिसक्नु भएको छ भने मलाई कमेन्ट गर्नुहोला तपाईँहरूलाई कस्तो लाग्यो यो बुक हैन। अनि यदि तपाईँहरूले यो बुक पढ्नु भएको छैन भने एकचोटि यो बुक अवश्य पढ्नुहोला, किनभने दिस बुक विल चेन्ज योर पर्सपेक्टिभ टु सी द वर्ल्ड एन्ड द पिपल अराउन्ड यु। एन्ड दिस बुक विल अल्सो इन्सपायर यु टु थिङ्क पोजिटिभ, किनभने विचार भन्ने कुरा जीवन पर्यन्त चलिरहने कुरा हो हैन। त्यसैले हामीले गर्ने सम्पूर्ण विचारहरू, त्यो चाहे हामी आफ्नो लागि गरिएको विचार होस् या अरूको लागि गरिएको विचार होस्, ती सम्पूर्ण विचारहरूमाथि विचार गर्नको लागि एकपटक यो बुक अवश्य पढ्नुपर्छ जस्तो लाग्छ मलाई। यति भन्दै आजको लागि यति नै। थ्याङ्क यू भेरी मच। आई विल सी यू इन द नेक्स्ट भिडियो। नमस्ते।